कसरी यतिको नलेजेबल हुनुभयो? मेन भयो यो त अब यो नलेज बनाएको पनि होइन। म अलिक सानैमा मुन्दुम चाहिँ अलिक खोज्थेँ। मेरो एकजना गुरु हुनुहुन्थ्यो क्या, स्वरूप सिंह नेम्बाङ भन्ने। नामसामी केसामीको आमा धेरै छन् भन्ने चाहिँ उहाँले मलाई भन्नुभयो। या सिङ्गेना या पङ्गेना ताप्ता पुपे उहाँको सकमा फाक्ताला तिगेन्जङना होइन, यिनीहरू सबै उहाँले चाहिँ मलाई चाहिँ हस्तान्तरण गर्नुभयो। यहाँका यो अघि मैले भने नि मालबासेमा होबा अनि सिङ्गी तेम्बे सेवा नामलाङ भन्नेहरू चाहिँ उहाँले चाहिँ यसरी सुकायो, उहाँले नै मलाई सिकाउनु भएको हो। अनि यो कुराहरू भयो, अनि उता यो साखेवाका कुरा भए, याम्बोङ भएको कुराहरू नै उहाँले नै मलाई चाहिँ ज्ञान दिनुभयो। यो केसामी नामसामी पनि च्याब्रुङमा आउँदो रहेछ, तर उहाँले मेन दिन्छु खासको वरङ हाङ्ने भनेर उहाँले मलाई भन्नुभएको छ क्या। मुन्दुमहरू कोही त के भन्छ त्यो सेभ गऱ्यो अनि पछाडि सुन्यो कता तपाईँको निकै डाउनलोड गरेको छु। नामसामी केसामीको तपाईँले नै प्रसारण गरेर हालेको छु। ग्लोबल नेटवर्क डाक्टर मारङ खवाङ चाहिँ पर्यावाची हुन्, यो चाहिँ हेरिदिनु होला। विशेष याक्थुङबाहरूको भित्री मुन्दुमको भित्री केस्रा केलाउने प्रयास गरिदिनुहुन्छ। उहाँले जति प्रयास गर्नुभएको छ त्यो प्रयासलाई हामी सबैले आत्मसात मानेर सबैले यो सब्सक्राइब गरेर हेरिदिनु होला। हेरौँ र मुन्दुमहरू त्यहाँबाट सिक्ने र सिकाउने प्रयास नै गरौँ। सेवारो नमस्ते। यो ग्लोबल नेटवर्क युट्युब च्यानल हेर्नुहुने र माया गर्नुहुने सम्पूर्ण दर्शकहरूको माझमा म गङ्गा किमदाङ लिम्बू उपस्थित भएको छु। यो ग्लोबल नेटवर्क युट्युब च्यानलको मेन अब्जेक्टिभ्स भनेको हिस्ट्रीलाई एक्सप्लोर गर्ने, कल्चरलाई प्रोटेक्ट गर्ने, प्रमोट गर्ने र सभ्यतालाई बचाऊ भन्ने हो। यो ग्लोबल नेटवर्क युट्युब च्यानल हेर्नुहुने माया गर्नुहुने दर्शकहरूलाई लाइक, सेयर, सब्सक्राइब र कमेन्ट पनि गरिदिनु होला भनेर विनम्र अनुरोध गर्दछु। सेवारो आज चाहिँ हामी यहाँ चाहिँ नामसामी केसामी जुन यो पान्थरमा म कहिले आएको थिइनँ, फर्स्टचोटि आएँ। र ताप्लेजुङको नामसामीको न्यारेटिभहरू, त्यो मुन्दुम स्थलहरू मलाई टाढाबाट देखाए। र मलाई यहाँ आउँदा चाहिँ यो इन्टायर हाम्रो नेत्र नेम्बाङज्यूले भने जस्तो यो एउटा सिभिलाइजेसन बोकेको केसामी नामसामी मुन्दुमले चाहिँ इन्टायर एउटा सिभिलाइजेसनै बोकेको छ भनेर उहाँले एउटा क्लेम गर्नुभएको छ। तपाईँको विचारमा चाहिँ अब के कस्तो लाग्छ यो नामसामी केसामीको? र त्योभन्दा पहिले चाहिँ हाम्रो ग्लोबल नेटवर्क युट्युब च्यानल हेरिरहनु हुने सबै अडियन्सलाई आफ्नो छोटो परिचय दिनुहुन हार्दिक अनुरोध गर्दछु। धन्यवाद डाक्टर साहब। मेरो नाम मलिसा याथुङबा लिम्बू। म याम्बोङ मेरो घर हो। म अहिले याम्बोङकै एउटा आधारभूत विद्यालयमा शिक्षण पेसा गरिराखेको छु र म अहिले लिम्बू ब्याचलरको 6औँ अन्त सेमेस्टरको विद्यार्थी पनि हुँ। कुन युनिभर्सिटीको? सिक्किम अल्पाइन युनिभर्सिटीको। अब तपाईँ चाहिँ यो एरियाबाट, यो रिजनबाट एकजना सेलेक्टेड तपाईँ स्कलर हुनुहुन्छ, वान अफ द सेलेक्टेड एकाडेमिक्स भनौँ होइन। अनि प्लस तपाईँलाई हामी सोसल मिडियाबाट याक्थुङ साथै नेपाली स्पिकिङ कम्युनिटीले धेरै चिनिराखेको छ होइन। यहाँ हामी जम्मा भएको छैन। यो नामसामी केसामी यो एउटा मुन्दुमले यो बाँधेको यो एउटा स्थल मात्रै नभएर यो इन्टायर रिजनलाई तपाईँले कसरी अध्ययन गर्नुभएको छ? यो नामसामी केसामी मुन्दुम पनि त अब हामीले आफैले बनाएको पनि होइन। यो चाहिँ पुस्तै नैदेखि परम्परा हुँदै बाजेले नातिलाई अथवा बुवाले छोरालाई सुनाउँदै ल्याएको एउटा आख्यान हो, मिथक हो। हामीले अहिले त्यो कोणबाट मात्र हामीले विश्वास गरिराखेका छौँ र त्यो विश्वास नै अहिलेसम्म हामीले मानेका छौँ। एउटा जनबोलीको विश्वास नामसामी केसामीको छ भने यता प्राकृतिक रूपमा र राजनैतिक रूपमा पनि त्यसका धरातलहरू चाहिँ जिउँदो छन्। हामी के दाबी गर्न चाहन्छौँ भन्दाखेरि नामसामी केसामीको आमा
कसैले सिक्किमतिर इब्ना सोरेङखङना भन्छन्, यता यो नेपालपट्टि चाहिँ अब खेचेक्सो चेन्दोङ नाम नै भन्छन्, ताक्तापु पेवाकी सकमा नै भन्छन्, यासरिङ इङ्गेक न या पङ्गेक नाम नै भन्छन्, अनि यो फाक्ताला तिगेन्जोङ नाम नै भन्छन्। अब यसरी धेरै नाम भए पनि आखिरी यो नामसामी केसामीकै आमा हुन् भन्ने चाहिँ त्यो आख्यानबाट थाहा हुन्छ, जनविश्वासबाट। अब यसरी हेर्दाखेरि यो जुन नामसामी केसामीको आमाले पानी खाएको ठाउँ भनेको अहिले मेरो यो पछाडि मेरो यो ब्याकग्राउन्डमा छ, यो नामसामी केसामी वदुम्बा हो। यहाँको पानी चाहिँ खाएर गर्भधारण भयो भन्ने खालको चाहिँ किम्वदन्ती छ। तर यो किम्वदन्तीलाई फ्याक्ट गराउनुको लागि त विज्ञानले चुनौती नै छ हुनु त। तर एउटा आख्यान मुन्दुममा पनि साहित्यिक कोणबाट बोलिएको हुनसक्छ। तर यहाँ पानी खाएर नामसामी केसामीको आमा घुम्दै हिँड्दाखेरि यहाँदेखि ठ्याक्कै यो पूर्व उत्तरतिर तपाईँको याम्बोङ गाउँ छ, त्यहाँ चाहिँ नामसामी केसामीको गर्भ हल्लिएको कुयाम्बे योखाङ ख्यान याम्बोङ पोखे भन्ने पनि मुन्दुमहरू छन्। त्यो मुन्दुम धेरैले भनिरहेछन् जुन नामसामी केसामीहरूको गर्भ हल्लिएको ठाउँ चाहिँ याम्बोङ हो। खेर्नु खुन्ची उमेर पुग्दै गयो, उमेर चढ्दै गयो, त्यहाँदेखि तल के अरे यो यासोक को यतापट्टि आङसाङको पल्लोपट्टिको सीमामा पौवा भन्ने छ। यो नामसामी केसामी पाउँ छ पनि छ। अनि यो याम्बोङकै यो एउटा यो अहिले मागुर फाल्गुन्द आधारभूत विद्यालयको एक साइडमा चाहिँ नामसामी केसामीहरूको स्पेसल फुटप्रिन्ट छ, लाङयोक ने। त्यो लाङयोकको आधारले हेर्दाखेरि नामसामी पनि अब हामीले खेलाँची गरे जस्तो मानव होइन रहेछ, केसामीको पनि खेलाँची गरे जस्तो होइन रहेछ, पनि सिगेबा साँच्चै ठुलो रहेछ भने त्यहाँ फुटप्रिन्टले पनि देखाउँछ। अब यिनीहरू खेलाउँदै गए। अब इतिहास तपाईँलाई यहाँ अलिकति त्यो ठाउँ छ नि जुन हामीले यसलाई एउटा केन्द्रबिन्दु मान्यौँ, उसको आमाले पानी खाएको होइन, त्यो ठाउँ यहाँदेखि कति टाढा पर्छ होला जुन फुटप्रिन्ट भएको ठाउँहरू? यहाँदेखि अब बाटै हिँड्नु हो भने त्यही 1500 मिटर 2 किलोमिटर होला, नजिकै पर्छ होइन। अनि नामसामी केसामीको आमाको गर्भ हल्लिएको चाहिँ यो पानी खाएकोदेखि त्यस्तै हिँडेर जाँदा 1 घन्टाको बाटोहरू हो, माथि यो याम्बोङमा पर्छ। अनि पछि नामसामी केसामीले कतिपयले चाहिँ त्यो बाँड बनाउँदाखेरि चाहिँ धनुबाँड चाहिँ साप्चौवामा बनायो भन्छन् नि, त्यो साप्चौवा चाहिँ साप्सुको मासिर साप्चङ्गे नै छ। कति टाढो पर्छ त्यहाँ साप्सुदेखि मात्र ढुङ्गा फाल्दा पुग्ने ठाउँहरू, त्यस्तो नजिकै छ ऊ चाहिँ। अब यो एउटा आख्यानका कुराहरू हुन्, तर यो ठाउँहरू छ। अब नामसामी केसामीको आमा चाहिँ सिकार अब म गर्छु भनेर हिँड्दाखेरि चाहिँ अब सिकारमा भेटेर भोक लागेको ठाउँ चाहिँ अम्लामुको साखेवा। त्यहाँ चाहिँ त्यहाँ पुगेपछि भोक लाग्यो, केही खान पाएन, त्यहाँ त अब साकेनुवादेखि चाहिँ साखेवा भयो भन्ने चाहिँ भनेको चाहिँ के अर्थ लाग्छ? भोकमरी छ, भोक लाग्दो छ त्यहाँ पुगेपछि, उसलाई भोक लाग्ने ठाउँ हो त्यो उसलाई भन्ने। त्यो अब त्यहाँदेखि साखेवा भएको भन्ने चाहिँ बुढापाकाहरूको आख्यान छ। अब पछाडि अब त्यो धेरै कथाहरूमा अब उमेर पुग्यो होइन, विभिन्न अब यसो लडाइँ गर्न खोज्यो, मार्यो भन्छन् नि। अब त्यो मार्यो, अब कतिपयले अब थङसेलिङमा लडाइँ लडेर मार्यो भन्छन्, कतिपय पौवामा भन्छन्, अब कतिपय यही हेलाङको त्यो हेलाङ त्यो यो सिम्बोलको रुखमा भन्छन्। तर जे जस्तो भए पनि छाला चाहिँ फेरि कहाँ सुकायो भन्दाखेरि याम्बोङको पारिपट्टि त्यो मालबासे भन्ने छ, त्यो ढुङ्गामा सुकाएको छ, त्यहाँ प्रिन्टै छ। त अहिलेसम्म तपाईँको त्यहाँ लेउ ढुङ्गामा लेउ लाग्छ नि पानी पर्छ, अहिलेसम्म त्यहाँ लेउ लागेको छैन। वरिपरि लेउ लाग्छ तर छालाले ढाके जस्तै लेउ छैन। अनि यता यो के भन्छ होबा भन्ने ठाउँमा पनि सुकायो अरे, त्यहाँ पनि सुकेन अरे। फाक्तेपको सिङ्गी तेम्बेमा सिङ्गी टारमा सुकाएर सुकेन, अनि मात्र सेवा नाम्लाङ कोकमामा लगेर सुकाउँदाखेरि चाहिँ छाला सुक्यो भन्ने चाहिँ यहाँ आख्यान छ। त्यो आधारले यो ठाउँहरू पनि जीवित छन्। तपाईँको अब अलिकति तपाईँलाई इन्टरप्ट गरेर ल, जुन हाम्रो पुर्खाहरूले त्यसरी चाहिँ देखाएको ठाउँहरू त्यो न्यारेटिभहरू कतिसम्म चाहिँ टाढा गए भन्ने कुरा यहाँनिर चाहिँ बुझ्न सकिन्छ होइन। त्यो ठाउँहरू जुन छाला सुकाएको ठाउँहरू यो यसलाई हामी सेन्टर पोइन्ट मान्यौँ भने कति टाढा पर्छ होला तिमीहरू? त्यो यहाँदेखि छाला सुकुवा लगातार हिँडेर 2.5-3 घन्टा हो, त्यत्रो खासै ठुलो टाढा पनि होइन। अब पौवा चाहिँ निकै टाढा हो, यहाँदेखि लगभग 4
4.5 घन्टामा पुग्ने ठाउँहरू हुन् पैदल? पैदल। हजुर। साखेवा पनि त्यस्तै 3 घन्टा 2.5 घन्टामा यहाँदेखि साखेवा पुग्ने ठाउँ हो। तर यहाँ जुन के अरे त्यो छाला सुकाएको जो मालबासे भने नि त्यहाँदेखि लगभग त्यस्तै 1.5 घन्टा 2 घन्टाको दूरी। अनि यता यो याम्बोङ भने त्यो याम्बोङ त 1 घन्टा बढी भनेको 1 घन्टा हो। साप्चोङमा पनि पारी हुन् होइन, यहाँदेखि पारी नै छ। अनि त्यो केसामी र नामसामीको लाङयोक भएको पनि पारी नै हो। अब यहाँ जस्तो अब कतिपयले के भन्छन् होइन, त्यो आफ्नै ठाउँमा छ। तर हामीले पहिलादेखि सुन्दै आएको कन चाहिँ नामसामी केसामी वदुम्ब वा है भनेर हामीले अब सुन्दै आयौँ। कन चाहिँ थिन्बे यो पोखरीमा पात चाहिँ झर्थ्यो अरे, तर के चराले निकालेर लान्थ्यो भन्थे। तर अहिले पछाडि चाहिँ यो रुखपात जङ्गलहरू आएर अहिले पात प्रशस्त देखिन्छ। पहिला त साँच्चै यहाँ त आइसक्नु थिएन क्या। अनि यो के भन्छ यो खेत थियो, अब माथिल्लो बाटो जान्थ्यो, हामी पञ्चमी जान्थ्यौँ। त्यतिखेर यता हेर्दाखेरि चाहिँ त्यहाँ राम्ररी नहेर हेर्नु हुँदैन राम्ररी भन्थे, त्यस्तोसम्म। अनि यहाँ जस्तो अब कसैले चाहिँ पानी माग्नु यहाँ आउँथ्यो, पानी मागिन्थ्यो यहाँ। त्यस्तोहरू पनि यो के अरे खालको शक्ति भएको नामसामी केसामी वदुम्बवा भनेर चाहिँ। तपाईँले यो पानी माग्ने भन्दाखेरि यो एग्रिकल्चर साइकलकोलाई कनेक्ट गर्नुभएको? जस्तो यहाँ पानी भनेको खाने पानी हो कि होइन, त्यो एग्रिकल्चर वर्षा पानी। हजुर हजुर। अब त्यो यो ठाउँमा अब सुक्खा खरेडी हो, के गर्ने भन्दा यहाँ आएर पानी माग्दा पानी पर्दैन भन्ने विश्वास पनि थियो। तपाईँलाई एउटा क्वेसन फेरि मैले बिचमा, तपाईँले हुन त कथा भन्दै हुनुहुन्छ, बिचमा इन्टरप्ट गर्दैछु, सरी होइन। त तपाईँले जुन उलो नामसामीले र केसामीको जुन लडाइँको लागि अघि त अलिकति इम्प्लाइ गर्नुभयो, अलिकति धेरै डिटेलमा भनिदिन चाहिँ मैले अनुरोध गरेँ। उसको जुन नामसामी छ नि, लडाइँको प्रिपेरेसनको लागि कति टाढा चाहिँ यो पोइन्टबाट वारको प्रिपेरेसनको लागि हिँडेको डुलेकोहरू होइन, तपाईँको वेपनहरू गर्छ, त्यो त नाना उली कुराहरू भन्छन् नि, त्यो न्यारेटिभहरू त्यस्तो छ कि छैन? वार प्रिपेरेसनको लागि कति ठाउँ गएको? त्यो चाहिँ आख्यानको हिसाबले चाहिँ अब यताकारले पश्चिमपट्टि गयो भन्छन् होइन। यो जब निबु खोला उत्तर पूर्वकारले चाहिँ पश्चिमपट्टि गयो भन्छन्। त्यो पश्चिमपट्टि जानु भनेको पौवातिर हो, थङसेलिङतिर पर्छ। अब यताकारले कता भन्छन्, उत्तर भन्छन् कि के भन्छन् होइन। तर हाम्रो जुन के अरे यो अहिले मेरो क्षेत्रकारलाई चाहिँ पश्चिमपट्टि नामदापी साङपे अनि धनु बाँडहरू केहरू बनायो। अब के भन्छ तुङहरू बनायो सिमलमा, अनि बनाइसकेपछि मात्र आमालाई चाहिँ सही भन्नु है, यहाँ गएको छ भन्नेहरू चाहिँ थियो। अब त्यो अब यी हो भन्ने चाहिँ अब छैन होइन। अब धनाङ सुब्बाले एक ठाउँमा लेखेका छन्, तर यहाँकारले चाहिँ अब यता पौवामा हुन्, पौवा पनि हो भन्छ, कतिपयले यो हेलाङ पनि हुन् भन्छन्। अनि कतिपय थङसेलिङ भन्छ, त्यहाँ चाहिँ थक्ते छियाङ थङसेलिङ बोखुवा भन्छ। कतिपयले चाहिँ होइन त्यहाँ त अर्कै राजाहरू चाहिँ त्यहाँ लडाइँ लडेको भन्नेहरू छ। तर तथापि त्यहाँ अब यो भनाइको हिसाबले त्यो त अब आजभन्दा ईसापूर्व 10,000 तिरको हो होइन। मानव सभ्यता प्रारम्भ कालकै कुराहरू हुन्। अब होमोसेपियन्सदेखि यताका कुराहरू आउँछ होइन। किन भन्दाखेरि एउटा मान्छेले दुई बेमेल पुरुषहरूको वीर्य बोकेर जन्माउनु भनेको त अहिलेको होइन नि त, यो मानव सभ्यता सँगसँगैको हो। र मेरो एउटा मान्यता पनि के आएको छ भन्दाखेरि यो चाहिँ फक्ताङलुङ महाभारा सभ्यता र यो डाँडाको सभ्यतामा चाहिँ यसरी हामी हिँड्दै हुँदाखेरि त्यो तिगेनजङ नाम नि सायद त्यसरी नै आएको हुनुपर्छ, थेबा पनि त्यसरी नै आएको हुनुपर्छ, युमा पनि त्यसरी नै आएको हुनुपर्छ। भएन अब उताको जुन काप्पोबा दुङदुङ्गे पनि त्यसरी नै कोकमा आएर पछि अब खोलाखोलीहरू घुम्दै हिँडेको पनि देखिन्छ। र हाम्रो चाहिँ डाँडा सभ्यता हो कि थ्याङमालाई माङ्गेना लुङदोङ र डाँडामा छ, खोलातिर छैन। र आसीले अनि खोला अबेका आमिन लुपिन आमिन इङ्क्या, हामी त अब डाँडामै हो, जङ्गलमै हो, खाममै आमिया दार्जिलिङमा चाहिँ अलिक डाँडा सभ्यता। त्यो डाँडा सभ्यताको हिसाबले चाहिँ तिगेनजङ्नाहरू माथि यो तपाईँको फक्ताङलुङदेखि नै यता मानव सभ्यता भएर आएका हुन्।
र अन्तिम यहाँ बसेर हामीलाई यो सन्देश दिएको हो कि अब आजभन्दा अब ईसापूर्व 10,000 अगाडिको कथा फेरि याक्थुङबाहरूमै रहनु होइन, अन्य वर्गमा नरहनु, हामीलाई नै यो के अरे आख्यानहरू सुनाउँदै आएर अहिलेसम्म जीवित र ती स्थानहरू नै यहाँ प्राप्त गर्नु भनेको यो ठाउँको याक्थुङ सभ्यता चाहिँ यसले पनि थोरै देखाउँछ भन्ने पनि हो। तपाईँलाई धेरै धेरै धन्यवाद। जस्तो अहिले यो चाहिँ हाम्रो इन्टरभ्यू भनौँ न, यो फिल्डमै भएको इन्टरभ्यू चाहिँ हाम्रो ग्लोबल नेटवर्कको अडियन्स नेपाली स्पिकिङले हेर्दैछ होइन। तपाईँले यसलाई चाहिँ यो नामसामी केसामीको मन्दमलाई एउटा ब्याकग्राउन्ड दिनको लागि हामी एकाडेमिकमा गयौँ होइन। यसलाई चाहिँ अलिकति सारांश भन्छ नि, समरी कस्तो खालको मन्दम छ हाम्रो याक्थुङ मन्दम नसुनेको, अब त याक्थुङ भए पनि केसामी नामसामीको मन्दम चाहिँ नसुनेकोहरूलाई एकदम छोटकरीमा सारांश बताइदिनुहोस् न। सारांशमा अब फाक्ताला तिनजनाको तिर्खाले पानी खाएर, यो मेरो पछाडि ब्याकग्राउन्डको पानी खाएर नामसामी केसामी जन्मे, हुर्के। उनीहरू ठुलो भएपछि नामसामी मानव सभ्यताका भए, केसामी दानव सभ्यताका भए र यिनीहरू एक आपसमा झगडा भए, बाजे मारामार भए, छाला काट्यो केसामीको नामसामीले। अनि छाला काटेर सुकाउँदै लगे होइन, सुकाएर सेउ नाम्लाङ पुगेपछि सुकेपछि त्यो छाला चाहिँ नुन साट्नु गए भन्छन्। कतिपयले नुनै साटेर ल्याएर नुन बारे भन्छन्, कतिपयले होइन छाला चाहिँ ल्याएर दाजुको स्मरणमा च्याब्रुङ बनाए। यो चाहिँ फेरि सिक्किममा धेरै प्रचलित छ। केबोकमा मन्दुम नै नामसामी केसामी उठाउँछन्। अब यता चाहिँ अब कतिपयले चाहिँ अब त्यो नुन तेलमा पुर्याएर टुङ्गेको पाइन्छ। र नामसामी केसामी सर्ट फर्ममा भन्ने हो भने चाहिँ एउटा मानव शान्ति क्षेत्रमा अथवा मानव सभ्यतामा जाने, केसामी चाहिँ अलिक अशान्ति क्रान्ति अथवा दानवीय क्षेत्रमा जाने दुई पाप र धर्मको चाहिँ एउटा बिम्ब जस्तो लाग्छ नामसामी केसामी चाहिँ। यसमा चाहिँ अब तपाईँले प्राज्ञिक हिसाबले धेरै अध्ययन गर्नुभएको हुनाले प्राज्ञिक हिसाबमा तपाईँले अघि राजनीति पनि भन्नुभयो होइन। यसमा चाहिँ जस्तो केसामी नामसामीको होइन आमाको रोल चाहिँ तपाईँ कस्तो देख्नुहुन्छ? जस्तो अब होइन एउटा चाहिँ आक्रामक खालको, अर्को चाहिँ एउटा ह्युमेन होइन खालको छन् होइन। र त्यहाँ चाहिँ स्टेट अथवा गार्डियन अथवा त्यो अभिभावकले चाहिँ कसरी चाहिँ त्यस्तो खालको स्थिति भयो भने कसलाई सपोर्ट गर्नुपर्छ अथवा कस्तो खालको राम्रो समाज कसरी बनाउनुपर्छ भन्ने यसले कस्तो खालको सन्देश दिइराखेको छ? यो नामसामी केसामीको आमाको रोल चाहिँ चाहे त्यो दानवीय आत्मा किन नहोस्, मानवीय आत्मा किन नहोस्, छोरा नै माया गरेको देखिन्छ दुवैलाई। अन्तमा आएर त्यो फुङसेन भन्ने ठाउँ पुगेर सेक मारिदिएर अन्तङफुङ छुट्यायो, बाध्य भयो। त्यो अन्तकालीनमा बाध्य भयो, हेर्न सकेन, लडाइँ लडेको हेर्न नसकेर बिम्ब मात्रै हेर्न पुग्यो। त्यो के भन्दाखेरि मातृवात्सल्य, छोरा नै हुँदो रहेछ भन्ने थाहा हुन्छ। अब छोराहरू त्यत्रो बाजे पनि सँगै टच नगराएर छुट्टै पठाउने होइन, सँगै के अरे सँगसँगै नबसाएर छुट्टै राख्नु पर्ने, त्यो आमाको ठुलो भूमिका देखिन्छ क्या। भनेपछि अरू जस्तो अब यो हाम्रो नामसामी केसामीको मन्दुमले हाम्रो याक्थुङहरूको संसारभरि छरिएर बसेको याक्थुङहरूको र जीवनशैलीमा पोजिटिभली धेरै इन्फ्लुएन्स गरेको पाइन्छ होइन। त्यस्तै गरेर यो भेगभित्र त यो त अब कोर ठाउँ पर्यो नि, यसले कस्तो खालको चाहिँ पोजिटिभ इम्प्याक्ट चाहिँ गरेको चाहिँ तपाईँ पाउनुहुन्छ तपाईँको रिसर्चहरू? अब यो नामसामी केसामीको मन्दुमको आधारमा हेर्ने हो भने चाहिँ यहाँको याक्थुङमाहरूले खासै त्यस्तो भित्र त्यो यो मन्दुमलाई भित्र गहिरिएर चाहिँ मान्यता दिएको चाहिँ देख्दिनँ। किन देख्दिनँ भन्दाखेरि नामसामी मानवतावादी थिए, केसामी दानवतावाद, यिनीहरूको बिचमा द्वन्द्व भयो। हामी यसो गर्नु हुँदैन भनेर चाहिँ त्यो जुन मान्छेहरूले परम्परा याक्थुङ समुदायमा चाहिँ परम्परा बसाउनु पर्नेमा त्यो अहिलेसम्म देखिएको छैन। अब किन देखिएन त्यो आफ्नै ठाउँमा छ। तर एक खालको हाम्रो अहिले चेतनाले के भन्छ भन्दाखेरि नामसामी त मानव सभ्यताको हो नि, केसामी मात्र दानव सभ्यता हो, त्यसले गर्दा हामीले यो चाहिँ छुट्याउनु पर्छ
भन्ने अहिलेको जुन चेतनाले चाहिँ छुट्याउँदै ल्याएको हो। हिजोका हाम्रा तुतु तुम्याङले छुट्याइदिएको भए हामी बेलैमा सभ्यतामा उक्लिन सक्थ्यौँ। हजुर हजुर। अनि अर्को यो भन्दा पनि यो मलाई के याद आउँछ भने नि सिक्किमको डाक्टर बिएल खामदाकले उहाँको किताबको विमोचनको ताका एउटा भन्नुभएको थियो, हौ हामी लिम्बूहरू त अनि पापाङ मिन्नु सिङ्ना वा धर्माङ मिन्नु सिङ्ना परिवार मेम्बी भन्नु हो। अनि किन भनेर मैले क्वेसन गरेँ। उहाँले चाहिँ के भन्नु भन्दा हौ अनि सिकारी पेङ्वा निसु हो मम्माल क्याङ्गन सिकारीले मृग देखेपछि त मार्नै पर्छ भन्ने हुन्छ अरे क्या आत्मा नै। अनि कसो छलाएर पक्कै मार्नु त पाप हो। अनि तर त्यो पेङवा चाहिँ ल्याएर चाहिँ बिलो पम्फे हाँस्यौँ भन्न याक्थुङ समुदायमा पम्फे हाँस्यौँ। त्यो पम्फे हाँस्यौँमा आनन्दले खाए त्यो चाहिँ के, त्यो पनि पाप हो कि धर्म हो होइन। त्यो कारणले हाम्रो कल्चर चाहिँ धर्म र पाप सँगसँगै नआएको देखिँदो रहेछ क्या। त्यो चाहिँ त्यही कारणले नामसामी केसामीको जुन के अरे कथा त्यो जुन सभ्यता त्यो जुन आख्यानहरू चाहिँ अब अलिकति प्यासी भएर बस्यो कि होइन, अब के भयो होइन। अनि हाम्रो अझै कल्चर छ नि त, अब गाउँघरमा अब पर्व काजे के गर्दाखेरि ल्याएर चाहिँ राँगा ढाल्ने सुँगुर ढाल्ने अनि बाँडेर खाने, ढाल्ने मान्छे अब बन्चरेले टाउकोमा ठुङ्ने, अब त्यो झिरले चाहिँ त्यो घोप्ने मान्छे त अब पापी नै हुन्। तर उसैले मारेको मासु खाएर कति आनन्दले आहा भनेर होइन 10 दुनियाँ त साइनहरू चाहिँ शरीरमा चाहिँ रिजर्भ गर्ने मान्छे चाहिँ के हुन्छ होला होइन। त्यसले त हाम्रो सभ्यता चाहिँ पाप यतिसम्म है पनि भनेर सिकाएनन्, किनभने सिकारीले पाप गरेको तर सिकार गरेको पाप नहुँदो रहेछ होइन। त्यही कारणले याक्थुङ समुदायमा उसको प्रोफेसन भयो, याक्थुङ समुदाय पुङसामा आउँदो रहेछ सिकार खेल्नेमा। अब हाम्रो धर्म के हो भन्दाखेरि धर्म पनि स्पष्ट उल्लेख नभएको। अहिले पछिल्लो पाटामा चाहिँ तपाईँको यो अब क्रिस्चियन कम्युनिटीहरू मुस्लिम कम्युनिटीहरू होइन हिन्दुइजमहरू आएपछि धर्म र पाप भने होइन। मान्छे कुट्नु पाप हो, के मार्नु पाप हो भन्न थाले। के गर्दा चाहिँ धर्म भन्दाखेरि दान दिनु धर्म हो, कुनै के सहयोग गर्नु धर्म हो भन्दै त्यो कारणले अहिले हामी पाप र धर्ममा छिरेको मात्रै हो। हाम्रो पुर्खाको आधारले भन्ने हो भने त हामीले पाप पनि सिकेनौँ धर्म पनि सिकेनौँ। हामीले सभ्यता चाहिँ लिएर आयौँ होइन, एउटा समुदाय मिलेर बस्ने होइन। जस्तो मान्छेले मान्छे मार्नु हुँदैन थियो, तर मान्छेले शिकार गर्न पाउँछ, खाने जति चाहिँ इच्छाले काटेर खानु पाउँछ भन्ने चाहिँ त्यो पाप पनि होइन त्यो धर्म पनि होइन। अथवा यति नै बुझेँ म तपाईँलाई आज बल्ल बल्ल भेटेको दुईवटा मोर क्वेसन छ। लु भन्नु। जुन तपाईँले अब धेरै हाम्रो याक्थुङको समाजमा जुन हामी रिसर्च गर्छौँ, रिसर्च पछि धेरै फाइन्डिङ गर्छौँ, तपाईँले गरिराख्नु भएको छ होइन। त्यो कुराहरू चाहिँ अब क्रेडिट दिइराखेको पाउँदैन, एक्नोलेज गरेको पाउँदैन होइन। तपाईँले यतिका जुन नलेजहरू तपाईँले ग्लोबल नेटवर्कमा सेयर गर्दै हुनुहुन्छ नि, तपाईँले कसरी यो नलेजहरू पाउनुभयो? तपाईँले कति या फेदाङवालाई सोध्नुभयो, कति किताब किन्नुभयो होइन, उहाँहरूको अब त्यस्तो चाहिँ के कसरी यतिको नलेजेबल हुनुभयो? मेन भयो यो त अब यो नलेज बनाएको पनि होइन। म अलिक सानैमा मुन्दुम चाहिँ अलिक खोज्थेँ। मेरो एकजना गुरु हुनुहुन्थ्यो क्या स्वरूप सिंह नेम्बाङ भन्ने। उहाँ 1956 सालमा जन्मेको, 2058 सालमा मृत्यु। होइन 1956 76मा जन्मेको, दुईटै विक्रम सम्वत। विक्रम सम्वत। ओके ओके। उहाँ चाहिँ मेरो साथी, मेरो बुवाभन्दा पनि कपोबा हुन् तर मेरो साथी आधे भन्थ्यो क्या। उनी मान्छे कस्तो भन्दाखेरि एउटा चिज सोध्यो भने आँखा चिम गरेर बराबर भनिदिने, धारावाहिक भनिदिने। यस्ता यावत मसिना कुराहरू थोक भन्ने, तर उनको परिवारले चाहिँ उसलाई राम्रो मान्दैनथ्यो। अनि म चाहिँ हरेक कुरामा साथ दिन्थेँ, सहयोग दिन्थेँ। उहाँले चाहिँ यो अन्जानमा कुरामा चाहिँ यो नामसामी केसामीका कुराहरू पनि ल्याउनुहुन्थ्यो। त्यतिखेर नामसामी केसामीको आमा धेरै छन् भन्ने चाहिँ उहाँले चाहिँ मलाई भन्नुभयो। या सिङ्गेना या पङ्गेना ताप्ता पुपेङमा सकमा फाक्ताला तिगेन्जङमा होइन, यिनीहरू सबै उहाँले चाहिँ मलाई चाहिँ हस्तान्तरण गर्नुभयो। यहाँका यो अघि मैले भने नि मालबासेमा होबा अनि सिङ्गी तेम्बे सयो नामलाङ भन्नेहरू चाहिँ उहाँले चाहिँ यसरी सुकाए, उहाँले नै मलाई सिकाउनु भएको हो। अनि
यो कुराहरू हो अनि उता यो साखेवाका कुरा भए याम्बोङ भएको कुराहरू उहाँले नै मलाई चाहिँ ज्ञान दिनुभयो बाँकी अब यस्तो यो उहिलेका तुम्बाक्साहरूसँग चाहिँ केही क्लिप्सहरू थियो मेरो बुवा पनि त्यस्तो हुनुहुन्थ्यो अनि माथि जसबहादुर भने चाहिँ जोस्मुनि पन्थका साधुहरू हुन् पछि सत्याङमामा छिरेर महागुरुका परम चेलाहरू पनि हुन् उहाँले पनि यो टिकेनजङ्नाको कथाहरू चाहिँ अलिअलि सुनाउनु भयो यो च्याब्रुङ बेसमा चाहिँ उहाँले मलाई निकै राम्रो सिकाउनु भएको छ यो केसामी नामसामी पनि च्याब्रुङमा आउँदो रहेछ तर उहाँले मेन दिम्सी खासको वरङ हाङ्ने भनेर उहाँले मलाई भन्नुभएको छ क्या यो हजुर नामसामी केसामीसँग जोडाउनु भयो हजुर हजुर भनेपछि यति व्यक्तित्वहरूलाई तपाईँले जोड्नु भयो होइन थुप्रै थिए नि तुम्बाक्साहरू रिटर्नमा पनि हेर्नुभयो हाम्रो काला दाईहरूको अरूको उहाँहरूको पनि म सुन्छु मुन्दुमहरू कोही त के भन्छ त्यो सेभ गर्यो अनि पछाडि सुन्यो कता तपाईँको निकै डाउनलोड गरेको छु नामसामी केसामीको तपाईँले नि प्रसारण गरेर हालेको छु हजुर हजुर मुजिना खेउनाको पनि राखेको छु यरिक नगेन्छ अब लास्ट मेरो क्वेसन त्यो चाहिँ तपाईँ चाहिँ अब हाम्रो सिक्किममा होइन कुन युनिभर्सिटी भन्नुभयो अल्पाइन युनिभर्सिटीको तपाईँको ब्याचलर डिग्रीको कि मास्टर्सको विद्यार्थी होइन ब्याचलरको होइन त्यहाँ चाहिँ तपाईँको एउटा हाम्रो याक्थुङको एउटा इन्डिजिनस नलेज सिस्टम जुन हामीले अहिले चाहिँ केसामी नामसामीको कुरा गर्दैछौँ अथवा ओभरअल याक्थुङहरूको चाहिँ मुन्धुमलाई हामीले हेर्ने भने त्यो अल्पाइन युनिभर्सिटीमा तपाईँ प्रोफेसर र विद्यार्थीहरूले तपाईँको कोल्याबोरेटिभ असाइनमेन्ट तपाईँको टेक्स्टहरूमा होइन नलेज प्रोडक्सनहरूमा कतिको मुन्धुमलाई रियालिटीमा प्र्याक्टिसमा ट्रान्सफर गर्ने चलन छ कि छैन जस्तो अब मुन्धुमलाई कुनै पनि एउटा प्रोजेक्टमा हाल्यो होइन असाइनमेन्टमा ल्यायो होइन अनि मुन्धुमलाई र अहिलेको करेन्ट स्टुडेन्ट लाइफलाई फेरि रिकनेक्ट गर्यो अथवा कनेक्ट गर्यो त्यस्तो खालको कुनै एक्टिभिटिजहरू हजुरहरूले गर्नुभयो कि भएन र प्रोफेसरहरूले त्यो कुराहरू इन्करेज गर्छन् गर्दैन र यो कुराहरू चाहिँ करिकुलममा इन्क्लुड गरेको छ कि छैन यो चाहिँ सिक्किम अल्पाइन युनिभर्सिटीको ब्याचलर लेभलदेखि नै मुन्धुम छ याक्थुङ मुन्धुम भन्ने नै छुट्टै कोर्स अथवा त्यो के भन्छ कोड नम्बर नै दिएर अध्यापन हुन्छ अहिले हामी पनि त्यो मुन्धुम अन्तर्गतको अस्ति हामीले पढिसक्यौँ हामीले चाहिँ त्यतिखेर मुन्धुममा चाहिँ जस्तो अब के भन्छ नाम्यामी पोकमा मुन्धुम माङ्गेन्ना चोकमा मुन्धुम अनि सापुक चौमेन चोकमा मुन्धुमहरू अध्ययन गरिसकेका छौँ अनि अब मास्टर्समा चाहिँ अन्य मुन्धुमहरू जाँदो रहेछ र सिक्किममा चाहिँ ब्याचलरदेखि माथि अथवा क्लास तलदेखि नै त्यो मुन्धुमको थोरै कोर्सहरू हाल्दै आएको पनि देखिन्छ त्यहाँ चाहिँ नामसामी केसामीका मुन्धुमहरू नै ठाउँ ठाउँमा भेटिँदो रहेछ त्यहाँ चाहिँ केपोकमा मुन्धुममा भेटिँदो रहेछ त्यता र हामीले अहिले एसाइनमेन्टमा चाहिँ 2-3 जना साथीहरूले चाहिँ मुन्धुम सम्बन्धी लेखिराख्नु भएको छ यो एकजना ललितचन्द्र फ्याकले चाहिँ खाइक मुन्धुम त्यो नयाँ ज्योतिष शास्त्र अनि मेरो चाहिँ युपारुङ संस्कार सम्बन्धी छ अनि एकजनाले सेवा ममा मुन्धुम कविन्द्र तुम्बाको उता मोरङको हुनुहुन्छ अनि एकजनाले चाहिँ माङ्गेना चोकमा मुन्धुम एकजनाको गुरुमाको जस्तो लाग्यो उहाँले के गर्नुभयो चेन्ज गर्नुभयो कि गर्दै हुनुहुन्छ अब यो अन्य यो के भन्छ टर्म पेपरहरूमा पनि मुन्धुमहरूको छ र युनिभर्सिटीले चाहिँ अहिले छोडिरहेछ त्यहाँको प्रोफेसरले सिर्फ के भन्दाखेरि सिक्किमका विद्यार्थीहरूले सिक्किमभित्र मात्र खोजे यता नेपालमा आएर खोज्न सकेन अहिले चाहिँ हामीले नेपालका पनि उता गएर हामी चाहिँ पुल जस्तो भएका छौँ यताको पनि उता सुनाउने उताको पनि हामी बुझ्ने अनि उताका साथीहरू अहिले अलिअलि आउन थालेका छन् त्यसले गर्दा उताको कोर्स राम्रै छ अहिले चाहिँ अब तपाईँले भने जस्तो चाहिँ अब यहाँ सबै मुन्धुमहरू चाहिँ कसरी अब कनेक्सन गर्ने होइन जोडाउने भन्ने पनि हो त्यहाँ त्यो मुन्धुमहरू सबै जोडेर अहिलेको 21st सेन्चुरीको याक्थुङ
एउटा लाइफस्टाइल छ नि त्यसले त्यसलाई कसरी चाहिँ रिलिङ गराउँछ त्यसले कसरी चाहिँ अझै प्रभाव पारेको छ भन्ने पनि गर्नुहुन्छ कि मुन्धुम चाहिँ एउटा मकै हारे जस्तो मुन्धुम एकातिर छ जिन्दगी एउटा कस्तो खालको चाहिँ असाइनमेन्ट गर्नु होइन त्यो गर्दैछन् त्यो यता इन्टरलिङ गराउँछ जोइन्ट यता मुन्धुम खोजेर मात्र भएन मुन्धुम पनि प्रयोग गर्दै जानु पर्यो त्यो मुन्धुम प्रयोग गर्दै जाँदाखेरि पनि त्यो एक खालको के भन्छ अब हामी त्यहाँदेखि बाँचेर पनि जानु पर्यो होइन मुन्धुम मात्रै बुझेर भएन नि त्यो ग्रहण पनि गर्ने ग्रहण गरेर बाँचेर पनि जानु पर्यो सँगसँगै जानु पर्यो भन्नेमा चाहिँ छ जस्तो अहिले म तपाईँलाई म उदाहरण दिन्छु यो केएसयू कञ्चनजङ्घा स्टेट युनिभर्सिटीमा चाहिँ डाक्टर बिएल खामदाकले चाहिँ तपाईँको उता चाहिँ मुराबाङ भन्छन् यता पेलिफाङसाम त्यो पेलिफाङसामको टाकटुक त्यो विद्यार्थीले गर्नुपर्छ गर्दाखेरि माङ्गेना पनि गर्न जान्ने बनायो होइन अब अन्य यो माङ साम्माङ खमा गर्न पनि जान्ने बनायो येबा साम्बा त्यो होइन सबै लाङमा सबै जान्ने बनाउने त्यो के भन्दाखेरि पढेर मात्र भएन नि प्र्याक्टिकली गर्ने प्र्याक्टिकली मात्रै होइन कोही नहुँदा आफै पनि गर्ने हो भन्ने उहाँको सिद्धान्त छ त्यसरी गऱ्यौँ भने चाहिँ सबै बाँचेर अगाडि बढ्न सक्छ भन्ने हो लो यरी नोगान तर मैले सोध्नु तपाईँलाई बिर्सेको तर तपाईँ हाम्रो ग्लोबल नेटवर्कको अडियन्स अथवा हाम्रो याकथुङहरू अथवा नेपाली स्पिकिङ कम्युनिटीलाई के भन्नु मन लाग्छ भने के शब्द राखिदिनुहोस् न अब यो ग्लोबल नेटवर्क डाक्टर मारङ खवाङ चाहिँ पर्यावाची हुन् यो चाहिँ हेरिदिनु होला विशेष याकथुङमाहरूको भित्री मुन्धुमको भित्री केस्रा केलाउने प्रयास गरिदिनुहुन्छ उहाँले जति प्रयास गर्नुभएको छ त्यो प्रयासलाई हामी सबैले आत्मसात मानेर सबैले यो सब्सक्राइब गरेर हेरिदिनु होला हेरौँ र मुन्धुमहरू त्यहाँबाट सिक्ने र सिकाउने प्रयास नै गरौँ र कम र म आशीर्वाद दिन चाहन्छु सेवाहरू किन मलाई हेर्नु हुँदैन अलिकति समय अब कहाँ तपाईँहरू म पनि त्यहाँ एकछिन त उभिनु पर्यो होइन ल ठिक छ ल ल पावी लो कहिले तायो ओके ल ताँदै स्क्रिन सट ल सेवाहरू ल सेवारो ल